हेलो गाइज, हजुरहरूलाई मेरो नयाँ भिडियोमा स्वागत छ है। र मलाई राम्रोसँग आउँदैन, यो मेरो फर्स्ट भ्लग हो। मन परे नि नमन परे पनि लाइक एन्ड कमेन्ट सब्सक्राइब गरिदिनु होला। फर्स्ट भिडियो कस्तो लाग्छ हजुरहरूलाई। पहिला म हजुरहरूलाई मेरो गाउँ देखाउन चाहन्छु है। ल हेर्नु है, यो मेरो गाउँ हो। यहाँबाट यस्तो देखिन्छ, अनि त्यो माथिको गुम्बा है हाम्रो चाहिँ माने गुम्बा। अहिले हामी त्यहाँ पनि जानेछौँ है। ल हेर्नु होला, हाम्रो माथितिरसम्म छ है गाउँ। अहिले त पुरै जङ्गलले घेरिसक्यो है। पहिला त त्यस्तो थिएन, अहिले त पुरै जङ्गल भइसक्यो, अहिले त घेरिसक्यो। हजुरहरूलाई मेरो ग्राउन्ड देखाउन चाहन्छु है। अहिले फुटबल खेल्ने टाइम त भएको छैन, तैपनि ग्राउन्डको क्लिप चाहिँ हजुरहरूलाई थोरै भए पनि देखाउन चाहन्छु। हामी पुग्न लाग्यो है, बस 1 मिनट लाग्छ होला। यहीँ अगाडि हो। कहाँ पर्यो? ग्राउन्ड चाहिँ यहीँ अगाडि आइसकेको छ है। हल्का अब थोरै टाइम रोक्नु होला है, आउन लाग्यो। ओ हु इज दिस? दिस इज गट। यहाँ बाख्रा रहेको छ। ओहो, बाख्रा एउटा। ओहो, यहाँ बाख्रा चराउन आएको रहेछ। यहाँ हुनुहुन्छ हाम्रो गाउँ मानेको दाई भन्ने म फेसबुक नाम है। गोठालो आएको रहेछ है, मानेको दाई म भन्ने मान्छे। हजुरहरू हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ मेरो गाउँको ग्राउन्ड हो। यहाँ 9A साइड खेलिन्छ है। ल ऊ पारि हाम्रो क्लब घर र यो टावर है। हजुरहरूलाई वहाँ गएर नि देखाउन चाहन्छ हामी। यो रहेछ हाम्रो टावरको घर। अरे यो हाम्रो टावर हेर्न सक्नुहुनेछ। यो एनटिसी टावर हो है। यो चाहिँ यहाँको सामानहरू र हेर्नु सक्नुहुन्छ। यो हाम्रो जनावत सेवा क्लब माने है, माने क्लब हो। यो क्लब घर यो चाहिँ हाम्रो जनावत सेवा क्लब हो। अनि हजुरहरूलाई हामी पारिपट्टिको भ्यू पनि देखाउन चाहन्छु। र हजुरहरू हेर्न सक्नुहुन्छ, यो पारी वाका डाँडा हो है। हजुरहरू को जानु भएको छ है? म चाहिँ गएको छैन। हजुरहरू गएको छ भने कमेन्ट गर्नु होला। हजुरहरूलाई भनेको थिएँ हामी त्यो गुम्बामा पनि जानेछौँ भनेर, र हामीहरू गुम्बाको नजिक आइसकेको छ है। हजुरहरू हेर्न सक्नुहुन्छ, हाम्रो गुम्बा यहीँ नजिकै रहेको छ है। हाम्रो धौकोट माने गुम्बा है। मेरो भिडियो राम्रो भयो नि नराम्रो भयो नि हजुरहरूले हेरिदिनु होला, अनि सब्सक्राइब गरिदिनु होला है। त्यति साह्रो राम्रो त बनेको छैन, फर्स्ट भ्लग हो है। अन्त युट्युबमा जान्छ त। हामी गुम्बा नजिकै, थोरै नजिक आइसकेको छ है। अब हामी यहाँबाट सिडी चढ्ने पर्ने छ है। ल हेर्नु, यहाँबाट चढ्ने पर्ने छ। हामी गेट खोल।
हेर्न सक्नुहुन्छ। हजुरहरूलाई हाम्रो गुम्बा कस्तो लाग्छ त्यो कमेन्टमा नि भनिदिनु होला है। हामी आइपुग्यो ल हेर्नु हुन सक्नुहुन्छ। यहाँ हाम्रो वरिपरि विभिन्न प्रकारका फुलहरू रोपेका छन् है, हेर्न सक्नुहुन्छ हजुरहरू। यो चाहिँ सयपत्री फुल हो। हाम्रो यहाँ चाहिँ चारैपट्टि फुलहरू रोपेका छन् है। हाम्रो यहाँ चारैपट्टि फुल रोपेका छन्। यो अरू गुम्बा मात्र रहेको छ र यो हामी हजुरहरूलाई चारैपट्टि फुल रोपेको देखाउन चाहन्छु है। हेर्नु होला। यो चाहिँ हाम्रो माथि छतमा जाने बाटो है। यो चाहिँ माने है। उयो बिचको चाहिँ रहेको छ यो हाम्रो बाजेको माने है। हाम्रो बाजेको यो चाहिँ म पनि प्रवेश गरिदिउँ है। अहिले चाहिँ ताला लागेको छ। हजुरहरूलाई भित्रको मूर्तिहरू देखाउन सकेनौँ, माफ गर्नु होला।